स्वागत छ। आउनुहोस् आज सोनम लोछारको बारेमा अलि गहिरिएर कुरा गरौँ। हो, लोछारको शुभकामना त हामी साटासाट गर्छौं, तर यसको अर्थ के हो? लोछार शब्द कसरी बन्यो? यो शब्द आफैमा एकदमै अर्थपूर्ण छ। लोको अर्थ हुन्छ वर्ष वा साल। लो भनेको वर्ष हो, अनि छार वा सारको अर्थ चाहिँ नयाँ। भनेपछि नयाँ वर्ष। ठ्याक्कै। तमाङ समुदायले यसलाई आफ्नो नयाँ वर्षको रूपमा एकदमै विशेष सांस्कृतिक महत्त्वका साथ मनाउँछन्। हो, मैले पढेका लेखहरूमा पनि यसको उल्लासको बारेमा जीवन्त वर्णन छ। रङ्गीन परम्परागत पोशाकहरू अनि त्यो डम्फुको तालमा नाचगान। हो नि, डम्फुको ताल बिना त लोछार अधुरो हुन्छ। त्यो बाजा त समुदायको चिनारी नै हो। चिनारीको कुरा गर्दा मलाई एउटा कुराले साह्रै कौतूहल बनायो, तामाङ शब्दको उत्पत्तिबारे। भन्नुस् न। ताको अर्थ घोडा अनि माङको अर्थ लडाकु रे। यो घोडा लडाकु भन्ने इतिहासले अहिलेको उत्सवमा केही अर्थ राख्छ? एकदमै राम्रो प्रश्न। उहाँहरूको वीरता र रणकौशलताको इतिहास त छँदैछ। अहिलेको उत्सवमा त्यो प्रत्यक्ष लडाईँको रूपमा नदेखिएला, तर त्यो साहस, त्यो गर्व हैन, समुदायको पहिचानमा एकदम गहिरोसँग जोडिएको छ। भनेपछि त्यो वीरताको भावना अहिले सांस्कृतिक गर्वको रूपमा जीवित छ। हो, बिल्कुल। अर्को एउटा रोचक कुरा, यो लो अर्थात् वर्षको चक्र। 12 वर्षे चक्र हो। 12वटा मुसा, गोरु, बाघ, खरायो यी सबै जनावरका नामबाट वर्षको नाम राखिएको छ। यो नाम मात्रै हो कि यसको केही गहिरो अर्थ पनि छ? होइन, नाम मात्रै पक्कै होइन। हरेक लो अर्थात् वर्षले त्यो जनावरको विशेषता बोकेको हुन्छ भन्ने विश्वास गरिन्छ। हो र, जस्तै बाघ वर्षमा जन्मेको मान्छे साहसी हुन्छ भन्ने मान्यता छ। खरायो वर्षमा जन्मेको के अलिक कोमल स्वभावको हुन्छ भन्छन्। हाम्रो राशि जस्तै भयो होइन त? हो, त्यस्तै। यसले व्यक्तित्व र सामाजिक संरचनामा पनि प्रभाव पार्छ। अनि लोछार तामाङ समुदायले मात्रै मनाउने पनि होइन रहेछ? होइन, अरू समुदायले पनि मनाउँछन्। शेर्पाहरूले ग्याल्पो लोछार अनि तामाङहरूको चाहिँ सोनाम लोछार। यिनीहरूमा के फरक छ त? नाम मात्रै फरक हो कि मनाउने तरिका पनि? मूल भावना त नयाँ वर्षलाई स्वागत गर्ने नै हो, तर तिथि, परम्परा र किम्वदन्तीहरूमा भने फरक छ। जस्तो ग्याल्पो लोछार तिब्बती पात्रोसँग नजिक छ भने सोनाम लोछारको सम्बन्ध कृषि चक्रसँग अनि बढी देखिन्छ। भनेपछि एउटै भावनाका फरक सांस्कृतिक अभिव्यक्तिहरू भए। एकदम। अब अलिकति आध्यात्मिक पक्षतिर लागौं। उत्सवको बेलामा घर आँगन सफा गर्ने, बुद्धका चित्र अङ्कित ध्वजा पताकाहरू टाङ्ने चलन रहेछ। हो, नयाँ वर्षमा सकारात्मक ऊर्जा भित्र्याउनलाई। तर सबैभन्दा आकर्षक चाहिँ त्यो मुकुण्डो लगाएर गरिने नाच लाग्यो मलाई, नकारात्मक शक्तिहरूलाई धपाउनको लागि रे। हो, त्यो त उत्सवको आध्यात्मिक मुटु नै हो। त्यो नाच एक किसिमको तान्त्रिक अनुष्ठान हो। अनुष्ठान नै हो। हरेक मुकुण्डोले कुनै देवता वा राक्षसको प्रतिनिधित्व गर्छ। त्यो नाच भनेको एउटा प्रतीकात्मक लडाई हो। पुरानो वर्षका सबै नराम्रा कुरा, बाधा, दुष्ट आत्माहरूलाई हटाएर नयाँ वर्षमा सौभाग्य भित्र्याउने एउटा विधि हो त्यो। ओहो, भनेपछि यो मनोरञ्जन मात्रै होइन, यो त एउटा शुद्धिकरणको प्रक्रिया रहेछ। नितान्त सत्य। अनि यो सबै तामाङ सेलोको सुमधुर सङ्गीतमा हुन्छ। डम्फु र सेलोको संयोजन त साँच्चै मनमोहक हुन्छ। हो नि, सेलो गीतहरूमा उनीहरूको इतिहास, प्रेम, दैनिकीका कथाहरू हुन्छन्। त्यही सङ्गीतले त हो नि सबैलाई एउटै धागोमा बाँध्ने। यो सबै कुरा सुन्दा त के लाग्यो भने लोछार केवल पात्रो पल्टिने दिन होइन रहेछ। होइन, बिल्कुलै होइन। यो त इतिहास, संस्कृति र आध्यात्मिकताको एक गहिरो पुनर्मिलन रहेछ। एक किसिमले संस्कृतिलाई नै रिसेट गर्ने बटन जस्तै। एकदमै राम्रोसँग भन्नुभयो। यही अवसरमा सबैलाई सोनाम लोछारको धेरै शुभकामना। असल कामनाहरू अनि आशाहरूले सबैलाई पछ्याओस्। आजलाई यति नै। अर्को अङ्कमा फेरि भेट्ने वाचाका साथ बिदा हुन्छौँ। नमस्कार, तपाईँको दिन शुभ रहोस्।